पेनल्टी फिट खान्छ यिनीहरूले 7 नम्बरको अस्ति पेनल्टी कस्तो ल कसले जित्छ केटा भन त ल म त मिक्ला जाउँ नि फेरि डाइरेक्ट म त कोहीदेखि नि हो अनि अर्कोले चाहिँ ओइ मा ओइ अलिकता आउ न यार ओइ सरी अनि त ओइ ओइ टङ्कै केटा आउन केटा हेर न फेरि हेर्नु 11 नम्बरले पो हान्न आँटेको अलिकता आउन मनी देख्दैन नि त अलिकता आउन अलि उभिएर हेर गोल 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 सुर गोल हो यो भाइले त रोक्दैन केटा पनि मिक्लाजिङकै रहेछ त हामी त स्योर मिक्लाछौँ फेरि हामी त स्टार्टिङदेखि हो है मिक्लाजिङदेखि खेलामा चाहिँ को भयो सुरुमै लाउँदैन यो भाइ त साह्रै मिस्टेक हान्छ पेनल्टी तिमीहरू मिक्लेछौँ भने कराउ त लु सेप भन्दै आउट आउट हान्दा नि भयो त इन्डियाको पनि नाटकै रहेछ नि त इन्डियाको किपर जस्तो हुन्छ नि केटीहरूको तर खेलमा जसले गोल लागेको हुन्छ नि त्यसले नलाउने चान्सेस धेरै पो हुन्छ है पेनल्टीमा गेममा गोल लाउनेहरूले पेनल्टी नलाउने चान्स धेरै हुन्छ क्या के भइरहेछ भार चेक गर्नु थाल्यो क्या यसको रोशनी बोला दो अब हान्ने बेला ल्याङ भयो जस्तो छ भाइले पोलमा ठोकाउँछ जस्तो लाग्यो हौ मलाई त बार्चे कोटा बार्चे जान्छ यो किपर फेरि राम्रो छ क्या यिनीहरूको अरे बा भनेको होइन गेममा गोल लाउनेले चान्सेस थोरै हुन्छ क्या पेनल्टी लाउने राम्रो हानेको छ लाग्नु पर्यो क्या पेनल्टी त जत राम्रो हान्छ राम्रो हान्छ यत्रो ठुलो पोल छ यार कुदाइ हो गोल 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 रमाउँदै छिन् कि छैन विचार गर न केटा हो यहाँ रमाइरहेको छ हाँसिरहेको छ अन्दरी मुस्कान हानिरहेछ अन्दरी मुस्कान अन्द्रोनी क्या ल भुटी खानु न सेप कि सेप भन्दै माथि पनि रहेछ केटा पनि रहेछ त मिक्लाजिङको फेरि उडाउँछ होला हौ बुढाले जान्छ अरे डेन्जर अरे यता यो बल त सेपै हुँदैन सेप गरे त हो एक गोल लायो त हो एक गोल त यार फेरि यहाँ पनि हुनुहुन्छ हाम्रो टोलीहरू यता पनि छन् हाम्रो टोलीहरू उहाँ छलिनु भएको छ हौ कहाँ छ त्यो चाहिँ ए म्यानेजमेन्टतिर लागिहाल्छ लाउँछ कम्पम हो अनि यो हाल्दैन नि त नि के भयो त यो हाल्यो भने त बराबर भयो हालेन किस्मत छले हालेन
यो 3 हो यो 3 को पाला बाट खेल्दाखेरि गाडी याद छ को यो हान्ने आउडान 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 ऊ केटाले त हावा तालमा हानेको ल यो कहाँ पो हान्छ हौ यार बराबर भयो त नि टिममा दुई आज आज जेसीले गर्ने होइन यो कृति श्रुतिहरू 12 एक्जाम दिने स्टुडेन्ट त होइन जोसुकै होस् न अहिले के अरे मैले हेरिसकेको छु फ्यान अफ द म्याच त उहीँ हो यहाँ सबै दाहिनेले हान्दैन त्यो त्यसले हान्छ ए माथिल्लोपट्टि हान्छ क्या त्यसमा अहिले बढी अलिक नाटक गरेर क्या गोल लाउँथ्यो क्या तपाईँले सेभ गर्दा मेरो भाइ सेभ गर होला है अब यो लाग्यो भने जित्यो नि ए तेरे यो लन्छ र त छिराको त पेनल्टीकै लागि होला हैन यो लाग्यो भने जित्यो नि त पेनल्टीकै लागि छ उनीहरुको 5 मात्र हुन्छ क्या 200 भयो 4 मा 2 मात्र छ क्या 4 मा 2 ए हो रे यो डिभिजन गोल हो गोल गोल यसले 100% हाल्यो यो पछाडि आएन त यो त सन्कै लाग्दैछ भने आकाश चाहिँ लामो लामो छ अनि गोल चाहिँ होइन गोल चाहिँ जसले जित्यो नि फ्यान अफ द म्याच चाहिँ उहाँ आजको उहाँ चाहिँ आजको फ्यान अफ द म्याच हो क्या फेरि ल फाइनलमा मिक्लाचुङले होइन फाइनल उठाइसकेको छ आज फ्यान अफ द म्याच हेर्छु फ्यान अफ द म्याच म्यान अफ द म्याच होइन क्या फ्यान अफ द म्याच गोल जसले जित्यो नि आजको म्यान अफ द म्याच उहाँ हो क्या फ्यान अफ द म्याच क्या